आज हामी कीर्तिपुरको एकदम मनोरम स्थल पुष्पलाल पार्कमा आएका छौँ। अनि यो रहेको छ पुष्पलाल सरको शालिग, अत्यन्तै रमणीय ठाउँ। यदि तपाईहरु पनि भिजिट गर्न चाहनुहुन्छ भने यहाँ आउन सक्नुहुन्छ। अत्यन्तै राम्रो रहेको छ। यहाँ एउटा पोखरी रहेको छ। अनि यहाँ अहिले चाहिँ अलि फोहोर भएको रहेछ, त्यही पनि एकदम राम्रो छ। यहाँ हेर्नुस्, हाम्रो नेपाल, हाम्रो देशको झन्डा यहाँ फरफराएको देख्न सक्छौँ हामी। यो रहेको छ हाम्रो पुष्पलाल शालिग रहेको छ। एकदम राम्रो ठाउँ रहेको छ यो। यहाँ हेर्न सक्नुहुन्छ हजुरहरूले, एकदम रमणीय स्थान। अनि यो पहिला धेरै नै राम्रो थियो। जुन यो वैशाख 12 गतेको भूकम्प, यो बाढी पहिरोले चाहिँ यो ठाउँमा चाहिँ अलि विनाश गरेको छ। यो पुरा यता सानो खोला छ, यो पुरा खोला चाहिँ बाढी आएर सबै तहस नहस गरेको रहेछ। अत्यन्तै राम्रो ठाउँ छ। यदि हजुरहरू कोही भिजिट गर्न चाहनुहुन्छ यस ठाउँमा भने आउन सक्नुहुन्छ। हेर्नुस्, अत्यन्तै रमणीय ठाउँ। हाम्रो बायाँपट्टि हामी हेर्छौँ भने यो मत्स्य गाउँ जाने बाटो रहेको छ। एकदम राम्रो। यता देखिन्छ कि आज मौसम बिग्रेको छ, पानी पर्न खोजिरहेको छ। त्यसले गर्दा अलिकति यहाँ चिसो भइरहेको छ। यो रहेको छ पुष्पलाल स्मृति प्रतिष्ठान। यो चाहिँ अफिस रहेको छ यो ठाउँ। अनि यहाँ हेर्नुहोस्, बस्ने ठाउँहरू राम्रो राम्रो छ। यहाँ कोही आउन चाहनुहुन्छ भने यसो एकान्तमा रमाइलो गफ गर्नको लागि यो ठाउँ अत्यन्तै रमणीय ठाउँ रहेको छ। हेर्नुस्, अघि भनेको खोला यही हो। यसले गर्दा यो टोयलेटहरू पुरा क्षति भएको छ, पुरा बिग्रेको अवस्था रहेको छ। हुन्छ, धन्यवाद। तपाईहरु मेरो यस युट्युबमा जोडिनु भयो, हेरिदिनु भएकोमा सबैलाई म हृदयदेखि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। फेरि हेरौँ हामी पुष्पलाल।